जय माटो जय देश जय श्रमदान जय माटो जय देश सबैजनालाई अभिवादन। यो चाहिँ तेह्रथुम आदरणीय तेह्रथुमवासी न्यायप्रेमी जबकि न्याय र मुक्तिको लागि आफ्नो जिल्ला निर्माणको लागि आफ्नो गाउँ निर्माणको लागि आफ्नो ठाउँ निर्माणको लागि भनेर हर्क सन्तानको पार्टी श्रम संस्कृति पार्टी तपाईहरुको गाउँ गाउँमा तपाईको टोलहरु बस्तीहरुमा हामी श्रमदान गरिरहेका छौं। हामीले तपाईको बाटोहरु बनाइरहेका छौं, हाम्रो बाटोहरु बनाइरहेका छौं। यहाँ भक्करै माथि समाधि स्थल जाने बाटोमा सहजता होस् भनेर यहाँ बाटोहरु बनाउँदै छौं र यस्तै बाटोहरु बनाउँदै कुला कन्दराहरुमा आली भित्ताहरु खन्दै खेतहरु रोप्दै अगाडि जानुपर्छ, यो भूमिलाई उर्वर बनाउनुपर्छ भन्ने अभिप्रायका साथ श्रम संस्कृति पार्टी नेपालमा स्थापित भएको छ। जुन श्रम संस्कृति पार्टीले मात्र यो देश बनाउन सक्दछ, श्रम संस्कृति पार्टीले मात्र शून्य भ्रष्टाचार निर्माण गर्न सक्दछ, समुन्नत नेपालीको एउटा परिकल्पनाले साकार गर्न सक्दछ भन्ने अभिप्रायका साथ तेह्रथुम जिल्लामा पनि श्रम सांस्कृतिक पार्टी निर्माण भएको छ। यसै सन्दर्भमा श्रम सांस्कृतिक पार्टी तेह्रथुमले आज हामीले मनोनयन दर्ता गरिसकेका छौं। म सुरेन्द्र थेक्वा लिम्बू तपाईहरुको प्रतिनिधि भएर जाँदैछु। तपाईहरुको माया ममता र स्नेहले पक्कै पनि निर्वाचित हुनेछु भन्ने कुरामा म आशा व्यक्त गर्न चाहन्छु। तपाईको माया ममता र स्नेहले यो देश बन्द छ, तपाईको सहभागिताले यो देश बन्द छ, तपाईको श्रमदानले यो देश निर्माण छ भन्ने अभिप्रायका साथ जुटिरहेका छौं। यसबारेमा म भर्खर अलिकति केही कुरा गर्न चाहन्छु। 2082 सालको भदौ 23 र 24 गतेको हाम्रै छोराछोरी युवा जेन्जीहरूको आन्दोलन थियो। त्यो आन्दोलन थियो कि त्यो कुनै पार्टीको आन्दोलन थिएन, त्यो आन्दोलन थियो, त्यो कुनै जाति विशेषको आन्दोलन थिएन, त्यो आन्दोलन थियो युवाहरूको एउटा आफ्नो हक अधिकारलाई सुनिश्चित गर्नका लागि आन्दोलन गरिरहेका थिए, आफ्नो आवाजहरू उठाइरहेका थिए। ती आवाजहरू उठाउँदै गर्दाखेरि हामीले विद्यालय जानेको लागि हामीलाई जुत्ता चाहिन्छ, पढ्नका लागि हामीलाई झोला चाहिन्छ, पढ्नका लागि लेख्नका लागि हामीलाई कलम चाहिन्छ भन्दै गर्दाखेरि यो सरकारले हाम्रै छोरा नातिहरूलाई चाहिँ दिनदहाडै गोली हानेर हाम्रै आँखा अगाडि ठप्प मारिरहेको अवस्था थियो। यसको अन्यायको विरुद्धमा पनि हाम्रो श्रम संस्कृति पार्टी नेपालैभरि उदाएको छ, नेपालैभरि बिउजिएको छ। त्यसो भएको हुनाले तपाईँ पनि नसुत्नुहोस्। यो अन्यायको विरुद्धमा आवाज उठाउनको लागि, समृद्ध नेपाल बनाउनको लागि, समृद्ध तेह्रथुम बनाउनको लागि हामी उठिरहेका छौँ। तपाईँ पनि उठ्नुहोस्, तपाईँ पनि जुट्नुहोस्। तपाईलाई कुनैले हामीले कुनै राजनीतिक दलका ठुला दलहरूले हाम्रो नानी बाबुहरूलाई ललिपप दिएर लोइलोइ बाबा लोइलोइ भनेर हामीले सुत्न चाहेका छैनौँ, तथापि हामीलाई लोइलोइ बाबा लोइलोइ भन्दै हामीलाई सुताउन खोजिरहेका छौँ। तर तपाईँहरू नसुत्नुहोस्, तपाईँहरू उठ्नुहोस्, यो मुक्तिको लागि उठ्नुहोस्। यो अस्तित्वको लडाइँमा अथवा यो हाम्रो न्यायको लडाइँमा अथवा समृद्ध नेपाल निर्माणको लडाइँमा तपाईँहरू उठ्नुहोस्, जुट्नुहोस् भन्ने कुरा जानकारी गराउन चाहन्छु। यो जेन्जीको आन्दोलनपछि यो एउटा वातावरण बनेको छ। यो वातावरणमा तपाईँहरूको अमूल्य मतले पक्कै पनि विजय गर्नुहुनेछ भन्ने कुरा यहाँलाई आशा व्यक्त गर्न चाहन्छु। अनि विशेष गरी अघि जेन्जीको कुरा अलिकति मैले ल्याएँ। यो जेन्जीहरूको आन्दोलन थियो, उहाँहरूको हक अधिकार सुनिश्चित गर्नका लागि पढ्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ भनेर शून्य भ्रष्टाचार भएको राष्ट्र हामी हेर्न चाहन्छौँ, रोजगारी भएको हेर्न चाहन्छौँ भन्ने एउटा उहाँहरूको आन्दोलन थियो। तर हाम्रै अगाडि हाम्रै छोराछोरीले मार्यो। त्यसमा हामीलाई अत्यन्तै दुःख लागेको छ। त्यसमा अलिकति एउटा म गीत पनि गाउन चाहन्छु है त, त्यही कारणलाई। विराजीको छातीमा चल्यो सन्नानी, विराजीको छातीमा आमा बाउको मन कति रोँदो, आमा बाउको मन कति रोँदो।
अलिकति पार्टीले हाम्रो आवाजहरू उठाइरहेको छ। त्यसो भए सम्पूर्ण जेन्जी युवा भाइ बहिनीहरूलाई पनि हामी यही अनुरोध गर्न चाहन्छौँ कि हामीसँग ऐक्यबद्ध भएर तपाईँहरूले हातेमाला गरेको खण्डमा तपाईँहरूको विचारले पक्कै पनि हामी सम्बोधन गर्नेछौँ भन्ने कुरा जानकारी गराउँदै यो हाम्रो आउँदै गरेको फागुन 21 गतिको निर्वाचनमा तपाईँहरूको अमूल्य मध्ये मलाई निर्वाचित गरिदिनुहुनेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। धन्यवाद। माटो हाम्रो प्राण हो। केमा माटोमा अर्का सन्तान जिन्दाबाद। जिन्दाबाद।